ल चिया लिनुहोस् भाइ चिया पिउन आएछ राख्दिनु नि मलाई खा न हौ खा अहिले के साह्रो गाडी मैला गरेको जहिले गाडी धोको मात्रै देख्छु त म के हो थोडी मैले मैला बनाएको बुवा अस्ति तपाईँले आफै लानु भएको होइन कुन चाहिँ नयाँ परिवारलाई यसो सपिङ गराउनको लागि खा न अब के भन्नु र मैले अब के भन्ने बित्तिकै उहाँ बाउको भाषा आइहाल्छ समयको जाति भनेर त नेपाल जान्छ के भयो त्यो भन् मलाई बुवा तपाईँलाई थाहा छ त मलाई जान मन छैन तपाईँ 1 महिनाको कुरा गर्नुहुन्छ मलाई 1 हप्ता टाइम निकाल्न त यति गाह्रो परिरहेछ यदि 1 हप्ता मसँग टाइम हुनु बुवा मलाई इच्छा छैन बुवा जबरजस्ती नगर्नु त तेरो त्यो इच्छा चाहिँ कहिले हुन्छ मैले 1 वीक्स मैले छुट्टी मात्र पाएँ भने म साथीसँग भ्याकेसनमा जान्छु ल ठिक छ जहिले जाने इच्छा लाग्छ तँलाई जस्ट लेट मी नो ल मलाई भन्नु भइहाल्छ तपाईँ पनि एकरो एउटै कुरालाई दोहोऱ्याइ नराख्नुस् 15 वर्ष भइसक्यो यसले सबै बिर्सिसक्यो नेपालमा के गरेको थियो के खाएको थियो कसरी हुर्केको थियो सब बिर्स्यो यो जबसम्म नेपाल जाँदैन नि तबसम्म परमेश्वरले हामीलाई सम्हाल्नु भएको कुरालाई यसले थाहा गर्न सक्दैन कि जबरजस्ती गरेर हुन्छ त बाबा एक दिन आफै इच्छा गर्ला नि त जानलाई सबैभन्दा मुख्य कुरा त हामी भुटानी शरणार्थीहरूमाथि परमेश्वरको अनुग्रह कसरी भयो त्यो कुरा यसले कहिले पनि थाहा पाउँदैन बाबा जाउँ भित्र पुस्तो सम्मकै नता हो आज पो ब्याकल हिजो कस्तो इमर्जेन्सी परेर तँलाई सम्झेको थिएँ यार अहिले 2 वीक्स नाइट सिफ्टमा छु त्यसैले कल गर्दा सुतिरहेको थिएँ बहिनीको कलेजको फिस तिर्नको लागि पैसा अलिकति नपुगेर यार पैसा कहिले नमाग्ने बहिनीले यसरी माग्दा आफूलाई तनाव हुँदो रहेछ यार ठिकै छ बाबाले पे गरिदिनु भएछ अनि तेरो बाउले जब छोडेको होइन र अलिक हेल्थले साथ नदिएको त हो नि नत्र 24 घन्टामा 18 घन्टा बुढाले त ड्याङ्की ड्याङ काम गर्ने त हो नि सही छ तेरो त घर पुग्न आँटे यार साह्रै थाकेको छु घर पुग्ने बित्तिकै ड्याम्मै सुत्छु म छिटै भेट्न आउँछु नि है तँलाई हेलो ब्रो कहाँ छस् त मलाई एड्रेस सेन्ड गर त म त्यहाँ आउँछु आज माछा पर्छ के पर्छ नाति न माछा मार्नुको लागि पनि त प्यासन चाहियो नि म्यान ओइ अभिषेक ओइ उठ न हेड कत्रो सुतेको ओ म्यान यस्तो पनि हुन्छ रातभरि काम गरेर आएको एकछिन घरमा गएर केही सुतौँ न त भन्दाखेरि ज्याउ हल्ला गरेर गिटार बजाएर भुटानदेखिको नेपालदेखिको अमेरिकासम्मको कुरा गरेर यार केही सुत्नै राम्ररी दिँदैन फेरि डब भइसक्यो यार म त अलग्गै बस्न त तँलाई गाह्रो भयो भने केही स्पेस लिउँ भनेर नसोचेको त होइन नि फेरि यो कमाउने उमेरमा बाबामा छोड्यो भनेर फेरि अर्को तुफान सुरु हुन्छ हाम्रो समाजमा अनि बुवालाई चर्चबाट स्यालेरी चाहिँ कति दिन्छ नि त्यही कुरा पनि मैले बुवालाई सोधेको थिएँ यो मेरो भित्र आत्मादेखि गरेको सेवा हो तँलाई पाल्न गाह्रो भयो भने भन्न निर्धक्कसँगले भन् म गइहाल्छु नि भन्नुहुन्छ हेट यो बुवा आमा नि बुढो हुँदै गएपछि नि घुमाइ इमोसनल कुराहरूले ब्ल्याकमेल गर्छ यार ओ माई गॉड ओके म्यान सन्डे फेलोसिप गरेको छ ठिक छ तर एभ्रीडे जस्तो मिटिङ भेटघाट सङ्गति ओ म्यान काम गर न काम गर
Make some money. Take care of your family. Move forward. Make your future bright. तर मेरो कुरा कसले सुन्छ? धना बहिनी होइन के भयो लौ न बाबा हेर्नु त के भयो बहिनीलाई लौ के भयो बहिनी किन घरमा पैसा सिकेर नल्याएको भनेको त्यही विषयमा झगडा पर्यो लचर पचर पारेर गुठो 3 हप्ता भइसक्यो फर्स्ट आमा 1 रुपैयाँ पैसा घरमा ल्याएको छैन काम गर्यो उता क्यासिनो गयो ग्याम्लिङ गयो पैसा सिद्ध्यायो नरौ प्रार्थना गर्नुपर्छ 1 रुपैयाँ छैन ब्याङ्क एकाउन्टमा सम्झाउँछु अहिले कहाँ छ धनी भाइ थाहा थियो यो तपाईँकोमै जान्छु भनेर अब पास्टर बाबु मान्छे आउनु भएको छ बाइबल पनि ल्याउनु भएको होला पढ्नुहोस् सुनौँ आज पनि त्यही अस्तिकै जस्तो त होला नि के भएको धनी भाइ तपाईँ के हालत बनाएर बस्नु भएको यस्तो यति सुन्दर परिवार परमेश्वरले दिनुभएको छ तपाईँलाई अनेकौं ग्याम र स्याममा लागेर आफ्नो जिन्दगी नै बर्बाद पार्नुभयो के गर्नु भएको यस्तो चुप लाग्नुहोस् है तपाईँ अर्काको घरमा जेसुकै होस् तपाईँलाई के को खाँचो पास्टरनी आमा परमेश्वरले मलाई देखेको भए यस्तो हालतै हुन्थेन यो मेगा मिलियनको चिठा मलाई उहिले पारिदिनुहुन्थ्यो तर मेगा मिलियन चाहिँ मलाई पर्नु भने नि पास्टरनी आमा साँच्ची भनेको इमान्दारीपूर्वक म 10 अंशा चाहिँ हालिदिन्थेँ भाइ तिमीले जे गरिरहेको छौ नि यो सबै कुराहरू यो देशमा डोमेस्टिक भाइलेन्स भन्छ थाहा छ तिमीलाई यदि यो बहिनीको ठाउँमा नि यदि अरू कोही थियो भने नि साँच्चै भनेको तिमी जेल चलन भइसक्थ्यौ तर एउटा प्रभुको छोरी भएको कारणले गर्दाखेरि सुरक्षित छौ भाइ त्यस्तो कुरा चाहिँ घाममा सुकाइदेऊ पास्टर बा अर्को कुरो हामी दुईजनाको बिचमा तपाईँ नबोलेकै ठिक हुन्छ बोली हेर न बोली के हो यो पास्टर बाउहरूसँग पास्टर आमाहरूसँग बोल्ने ढङ्ग यही हो उहाँहरू मेरो बाउ आमा जस्तो मान्छे उहाँहरू नहुनु भएको भए उहाँहरूले मलाई सम्झेर बारम्बार यहाँ नपठाउनु भएको भए म कहिले छोडेर हिँड्न सक्थेँ यस्तो महत्त्वलाई के को आमा बाउ मात्रै हो पोइ भन्न पोइ धने भाइ तिमी आफ्नो मुख सम्हालेर बोल ल मेरो बाउ आमा जस्तो मान्छेसँग त्यस्तरी बोल्न तपाईँलाई अलिकति पनि लाज लाग्दैन लाज भएको भए त घरको कुरा लिएर उता जान्थिस् उहाँहरू मेरो बाउ आमा जस्तो मान्छे म जान्न त लिएर जाउँ बाबा जाउँ भाइ अहिले होसमा पनि छैन ठिक छैन जाउँ जाँदा हुन्छ अर्काको घरमा बाठो हुने काम छैन यहाँदेखि उता केही भएछ भने बहिनी सिधै पुलिस कल गर्नु अनि पठाउनु अब त म बोलाइदिने हो साँच्चीकै बोलाइदिने हो बोला अहिले बोलाइस् भने नि ठिकै हुन्छ नानी अनुमोल आउँदैछन् अब उसले यहाँ भएको क्यान्डललाई उठेर यो क्यान्डल निभाउने छन् अनि हामी सबैजनाले बर्थडे विश गर्नेछौँ ओके लेट्स डु इट Happy birthday to you. Happy birthday to you. Happy birthday to Anumol. Happy birthday to you. पैसा लगाएर देऊ न खाममा $200 देऊ न पास्टर बाले बर्थडे गरिदिनु भएको छ नि त लोभ नगरी दिनु नि त के को दिन्छ 200 बोला के जस्तो
$200 $200 $100 दिँदा भइहाल्यो नि 100 त के दिनु 200 दिनु नि त Can I help you, sir? Yeah, give me more tobacco. Which one? Yeah, tobacco. Yeah. Okay, I got it. Are you looking for something? Oh, yeah. Do you have an Asian item for you? Can I help you to find it, sir? Not really. Actually, I see most Mexican foods are here. Do you have some Maggi items, Indian items here? Oh, are you from in Nepal? No. Do I look like a Nepali? I'm typical Gujarati from Gujarat, India. By the way, where are you from? Kathmandu. Oh, Kathmandu. It's a beautiful place. Oh, yeah. By the way, I am Anil. Astra Anil. Okay, well, you have a good day. Thank you so much. It is a pleasure to meet you. God bless you. जतै पनि पास्टर घरमा पनि पास्टर काममा धरि पास्टर देखिन थाल्यो अरे बाबा तपाईलाई यो गाडीले कहिले सुख दिने भएन खै आउँदा आउँदा यस्तै भयो छोडिदिनुहोस् म गर्छु हेर्नुहोस् पसिनै पसिना जाउँ एकछिन शीतल पार्कमा गएर बसौँ कहाँ उता पर नजिकै छ बुवा तपाईँलाई यस्तो लाग्दैन तपाईँको गाडी र मेरो गाडीमा कति धेरै डिफ्रेन्स छ तपाईको पालाको मोडल कारमा र मेरो पालाको मोडल कारमा कति धेरै फिचर्सहरू डिफ्रेन्स छ अभिषेक हो नि छोरा तर मेरो कार बुढो हुँदै गर्दाखेरि यसले कति जीवनहरूलाई गन्तव्यमा पुर्यायो होला कतिलाई जिउनको निम्ति साथ दिएको छ र कति परिवारहरूलाई यसले बोकेर हिँड्यो होला हुँदाहुँदै आजसम्म पनि यसले कर्तव्य पुरा गर्नलाई बिर्सेको छैन आई नो व्हाट यु ट्राइङ टु से बुवा तर जहिले पनि यसरी बाटोमा अभर परेर पम्पचर बनाउनु भन्दा त आई थिङ्क यो गाडीलाई ट्र्यासमा हाल्नु नै बेटर छ होइन र बुवा यसको पनि समय छ छोरा तर त चाहिँ नयाँ कार पाए भन्दैमा होसियारसँगले ड्राइभ गर्नु नि जिन्दगीको अन्त हुनको लागि नयाँ कार र पुरानो कार भनेर फरक पर्दैन बस मलाई त्यसैको फिक्री छ त माथि तर यो कार त्यत्तिकै बुढो भएको होइन नानी मैले यसलाई धेरै सुरक्षित ढङ्गले चलाएको छु र आजसम्म छ आशा गर्छु तैँले पनि तेरो कारलाई धेरै सुरक्षित ढङ्गले चलाउने छस् अब उसलाई कल गरेर बोलाउनु आउँछ त यति बेला आउनु पर्ने
वाउ बर्थडे केक ह्याप्पी बर्थडे छोरा ह्याप्पी बर्थडे आई लभ यु छोरा Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Abhishek. Happy birthday to you. Thank you, Mom. Thank you, Dad. It's a gift for you. Nice. यसले मन पराएन बुवा फेरि बाइबल कति चाहिँ दिनुहुन्छ हौ तपाईँले मलाई बाइबल मात्र गिफ्ट मेरो लागि कुनै नयाँ कुरा छैन अरूको बुवा आमाले त महँगो गिफ्ट दिनुहुन्छ त तपाईँ चाहिँ बाइबल मात्र मैले थाहा पाएदेखि अहिलेसम्म मैले बाइबलै मात्र पाइरहेको छु म के गर्नु यो बाइबलले म यो बाइबल के अब म बिजनेस खोल्नु बाइबलको ल ल बुवा थ्याङ्क यू सो मच फर गिफ्ट पर्खी अभिषेक अरू कुराहरू राम्रो हुन सक्छ छोरा अरू गिफ्टहरू असल हुन सक्छ तर ती सबै एक दिन खेर जाने कुराहरू हुन् नाश भएर जान्छ तर यो बाइबल कहिले नाश हुँदैन यो धर्मशास्त्र बाइबल परमेश्वरले दिनुभएको गिफ्ट हो तँलाई असल मार्ग देखाउन सक्ने शक्ति छ यसमा स्वर्ग र पृथ्वी टलेर जान्छ तर यसमा लेखिएको वचन कहिले टल्दैन छ त्यसै कारणले तेरो निम्ति एउटा आवश्यकता हो एउटा बाबुले बुझेको छ एउटा आमाले बुझेको छ र यो गिफ्ट म बाँचुन्जेल तँलाई यही गिफ्ट दिन्छु छोरा ह्याप्पी बर्थडे टु यु के बिल आएछ कति आएछ बिल खै सबै जोड्दा 1200 जति आएछ भरे बेलुका अभिषेकलाई दिनुपर्छ यसरी कहिलेसम्म अभिषेक एक्लैले धानुस् यो घर नदिनु अभिषेकलाई म पनि काम गर्छु अब कहाँ हुन्छ हजुरको यत्रो मण्डलीको भार छ यो भार होइन नि मेरो यो त मेरो रेस्पोन्सिबिलिटिज हो मण्डलीको सेवा मेरो बाध्यता होइन मेरो छनौट हो मलाई यसमा कुनै बोध छैन अरे अनु नेपाली दोकान गएको थिएँ सपिङ गर्नलाई अनि पास्टर बाला रम्प मनपर्छ भनेर ल्याइदिएको नि ए पर्ने थिएन नि बहिनी पर्ने थिएन नि हो अनि भाइ खोइ अफिस जानु भएको छ ए अनि सबै सन्चै सन्चै छौँ तपाईहरु सन्चै हुनुहुन्छ सबै ठिकै छ बहिनी यस कारणले गर्दाखेरि यहोशूको पुस्तक 24 को 27 ले यसरी भन्छ यहोशूले सबै मानिसहरूलाई भने हेर यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ किनकि परमप्रभुले हामीलाई भन्नु भएका सबै कुरा यसले सुनेको छ तिमीहरू आफ्ना परमेश्वर प्रति अविश्वासी भयो भने त्यो तिमीहरूका विरुद्धमा साक्षी दिनेछ त्यो बेलडाङ्गीको चौताराहरूले बोल्नेछ बेलडाङ्गीको त्यो उलोहरूले रत्व खोलाले तिमीहरू यही बगरमा ढुङ्गा कुट्थ्यौ तिमीहरू यही खोलामा लुगा धुन आउँथ्यौ तिमीहरू यही सिसौहारीमा जरा खनेर ठुटा निकालेर आगो फुकेर भात खान्थ्यौ तिमीहरू र यही गल्लीहरू हो जहाँ तिमीहरूले नानी बिमारी हुँदा हेल्थ सेन्टरमा लिएर जान्थ्यौ तर परमप्रभुले यस्तो जग्गाबाट तिमीहरूलाई उठाएर अमेरिका पुर्याउनु भयो तर अमेरिका गएपछि तिमीहरूले परमेश्वरलाई बिर्स्यौ भनेर भन्ने छ कहाँ गएको थिइस् ए उता कामबाट कल आएको थियो नि त्यही कारणले तेरो आज छुट्टी भनेर भनेको होइन तैँले
बुवा तपाईँलाई के थाहा पैसा कमाउन कति साह्रो छ भनेर? नानी तैँले एक दिन परमेश्वरको निम्ति दिस भने नि तँलाई परमेश्वरले 1000 दिन थपिदिनुहुन्छ काम गर्न, बुझिस्? प्लिज बुवा अब सुरु नगर्नुहोस्। तपाईँलाई थाहा छ नि यहाँ सबैजनाको छेउमा मलाई शरम हुन्छ मैले भनेर। शरम पार्नको निम्ति होइन, तर पास्टरको परिवार सेवकाईको बीचबाट बाहिर निस्केर जाँदा अरूको परिवारले के भन्छ, के गर्छ? काम थियो र त गएको नि बुवा। कस्तो अबुझ कुरा गर्नु भएको तपाईँले। अभिषेक भाइ, बाबाले तिमीबाट अरू केही कुराको अपेक्षा गरे जस्तो मलाई लाग्दैन। सेवाकाईमा बसिदियो बास, त्यति त हो नि। लाइफलाई प्र्याक्टिकली रन गराउने हो जोसेफ सर। तपाईँ एक दिन मात्रै होइन सधैँ दिन चर्चभित्र मात्रै बस्नुहुन्छ। ल बुवा भन्नुहोस्, तपाईँले कहिले आफ्नो जिन्दगीलाई राम्रोसँगले हेर्नु भएको छ? घरको हालतलाई कहिले राम्रोसँगले हेर्नु भएको छ? अमेरिका आएको यत्तिका वर्ष भइसक्यो, अझै हामी त स्टिल रेन्टको घरमा छौँ। तपाईँको छेउमा उभिएको बिजनेसम्यानलाई हेर्नुहोस्, आफ्नै किनेको घर छ, नयाँ नयाँ गाडी छ, अनि तपाईँबाट सेवा पाउने मान्छेलाई हेर्नुहोस्, अनि आफूलाई हेर्नुहोस्। अझै तपाईँ त्यही खटारा गाडी कुदाइरहनु भएको छ। आजभन्दा त्यो 10 वर्ष अगाडिको मोडल छ नि, त्यो कुदाउँदै हुनुहुन्छ। मान्छेहरू एभ्री डे मर्सिडिज BMW फेरि कुदाइरहेको छन्। अलिकति लाज शरम भन्ने कुरो पनि जीवनमा राख्नुपर्छ है। अभिषेक भाइ, आज तिमी अलिक बढी बोल्दैछौ ल। यु आर नट माई बस मिस्टर जोसेफ। ल बुवा भन्नुहोस्, भोलिको दिनमा हाम्रो परिवारमा कसैलाई केही भइगयो भने कसरी हामीले उपचार गर्ने सोचेको छौँ? कति छ तपाईँसँग ब्याङ्क ब्यालेन्स? ल फ्यामिलीको लागि छोडिदिउँ। के तपाईँले आफ्नो लागि एउटा सुस धरी किन्न सक्नु भएको छ? के तपाईँले घटिया जिन्दगी त जिरहनु भएको छैन? पास्टर आमा, मलाई माफ गरिदिनुहोस्, तर पास्टरवाला कसैले अपमान गरोस् खै किन म आफूलाई बसमा राख्नै सक्दिनँ। म अभिषेक भाइलाई सम्झाउँछु। पास्टर बा, मैले परमेश्वरसँग केही मागेको छुइनँ जोसेफ भाइ। एउटै कुरो मागे कि मेरो छोराले यो पुस्तापछि अर्को पुस्तालाई प्रभुमा यसले डोर्याउन सकोस् भनेर। तर मैले के चाहे के हुन गयो। हुन सक्छ होला मैले अहिलेसम्म घर किन्न सकेको छुइनँ होला, तर अनन्तको घरको ढोका मेरो परिवारको लागि कहिले बन्द हुन दिएको छुइनँ मैले। हुन सक्छ मसँग ब्याङ्क ब्यालेन्सहरू छैन होला, नयाँ गाडी पनि छैन होला, तर जो परमेश्वर म अनि मेरो परिवारसँग हुनुहुन्छ नि, यो सबै कुराहरू भन्दा माथिको परमेश्वर हुनुहुन्छ। त्यो कसले बुझ्न सक्छ होला र? यी संसारका भौतिक कुराहरू भनेको आज छन्, भोलि नहुन सक्छ। म अनि मेरो परिवारले परमेश्वरको सेवा गरोस्, बस बस मलाई त्यति भए पुग्छ। बस प्रभुको सेवा गरोस्, मलाई त्यति भए पुग्छ। जय मसीह दिल भाइ। ए जय मसीह पास्टर बाबु। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। के भयो? त्यही त यहाँ एकछिन समय निकालेर घाँस काटु कि भनेको। आउनुहोस् न पास्टर बाबु, बसेरै कुरा हजुर हुन्छ नि। अनि दिल भाइ, तपाईँ कुन कम्पनीमा काम गर्नुहुन्छ? पास्टर बाबु म त एमाजोनमा काम गर्छु, अनि पार्ट टाइम यसो ग्यास स्टेसनमा गर्छु। ए अनि दुईवटा काम के गर्नु पास्टर बाबु, परिवार चलाउनै पर्दो रहेछ, दुईवटा काम नगरी नहुने हो नि। किन सोध्नुभयो पास्टर बाबु? ए होइन होइन त्यतिकै नि। के अरे भाइ, तपाईँको कम्पनीमा यसो हायरिङहरू गरेका छैन? कसको लागि होला पास्टर बाबु? होइन, म आफै नै यसो फुर्सदको समय यसो होइन काममा जाउँ गरौँ भनेर नि यसो। हाम्रो कम्पनीमा अब काम गर्न सक्नुहुन्न पास्टर बा। हजुरले काम पनि गाह्रो छ,
अब फेरि हामीलाई पनि अप्ठ्यारो हुन्छ। होइन नि होइन भाइ, त्यस्तो काम भन्ने कुरो ठुलो सानो हुँदैन, सबै बराबरी हुन्छ कि। बरु मेरो एउटा साथी रेस्टुरेन्टमा काम गर्नुहुन्छ, उहाँले एउटा म्यानेजरको पोस्ट खाली छ भनेर भन्दै हुन्थ्यो। म उहाँलाई सोध्छु नि, हुन्न? हुन्छ भाइ, हुन्छ, एकचोटि सोधिदिनुहोस्, बुझिदिनु। हुन्छ नि पास्टर बा, म सोधिदिन्छु। हुन्छ भाइ, ल, जय मसीह। जय मसीह। पक्रिए यसलाई। ओए, अघि जितेको पैसा ठिक यहाँ। ओए, उठ। ओए, कोची चेक कर। ओए, अघि जितेको पैसा हान्दियो। मसँग पैसा छैन, के गरेको त्यो मेरो मोबाइल? ओए ओए, अमेरिकाको बेरोजगारहरू, आमाले प्याज काट्ने छुरी धरी छोडेनौ तिमीहरूले? अभिषेक भाइ, मलाई बचाउ, यिनीहरूले मलाई मार्न आँट्यो। ए कराउ, गयो, त्यसलाई बचा। अभिषेक, यिनीहरूलाई नछोड। यसलाई पक्रि। अब त मेरो पास्टरको छोरा पनि आयो। ए भाइ, मेरो पछाडि पछाडि के भयो तपाईँको? खोइ हेरौँ त, उठ्नुहोस्। दाइ, के हो यो त? पहेँलो निस्किरहेको छ त। कहाँ पसेको छ भाइ, विचार गर न। मेरो गाडीमा खानेकुरा चाहिँ गरेर ल्याइदिनुहोस् त। केटा हो तिमीहरू सबै नेपालीको छोराछोरी होइन? यस सर। त्यसो भए नेपाली किन नबोलेको? नेपाली बोल। हुन्छ दाइ। तिमीहरू यो देशमा यसरी नै जिन्दगी बिताउन आएको हो? हैन सर। दाइ हैन दाइ। अनि यसरी किन लुटपाट गर्दै हिँडेको त? भोक लागेर दाइ। अनि तिमीहरूको घरमा खानेकुरा छैन? छन त छ दाइ, तर हामीले खाने जस्तो छैन। ए, तिमीहरूको खानेकुरा चाहिँ ड्रग्स, गाँजा, सुई? के तिमीहरूको बाबुआमाले त्यो किनेर राखिदिन्छन् त? ओ टोपी लाउने भाइ, तेरो नाम के हो? मेरो नाम जोन हो दाइ। त्यसो भए तिमी क्रिस्चियन हो है? विश्वासी भएर पनि यस्तो काम? भाइ हो, यो देशमा अपर्च्युनिटी धेरै नै छ, यसको फाइदा उठाऊ। काम गर, मेहनत गर, पैसा कमाऊ, बुवा आमाको हेरचाह गर, केही त गर, पढ लेख न यार। हामी रिफिजिकामा छैनौँ, अमेरिकामा छौँ। अमेरिकामा केही त गर काम। बाबुआमालाई खुसी त बनाऊ। यस्तो जिन्दगी जिएर कति दिन चाहिँ खुसी बस्न सक्छौ तिमीहरू? कतिचोटि चाहिँ तिमीहरू बाबुआमालाई रुवाउँछौ? केही त भन यार, केही त भन। के भन्दा लाग्छ तिमीहरूलाई? के भन्नु? जाऊ तिमीहरू घर। दाइ, अब थाहा भयो नि प्रभुको वचन नमान्दा कस्तो हुन्छ भनेर। अस्ति तपाईँले के भन्नुभएको भाउजूलाई? त्यो कुरो सुनेर बाबाले कति धेरै मन दुखाइरहनु भएको थियो। भाइ, मलाई माफ गरिदेऊ। मैले परमेश्वरको विरुद्ध पाप गरेको छु, पास्टरबाको चित्त दुखाएको छु, श्रीमतीलाई पनि नाना थरी भनेको छु। मलाई माफ गरिदेऊ भाइ। मलाई माफ माग्नु पर्दैन दाइ, तपाईँले बाबाको चित्त दुखाउनु भएको छ, बाबालाई गएर माफी माग्नुहोस्। मलाई पास्टरकोमा पुर्याइदेऊ, म पास्टरलाई भेटेर माफी माग्न चाहन्छु।
your order, please? Hello, sir. It's nice. Can I have your order, please? Yeah, I'm good with butt chicken. Yes, sir. Yeah, just a lemonade. Yes, sir. Yeah, one cold drinks, yeah. जसो भाइ तपाईँको अर्डर I'm good. Thank you. I'm fine. Okay, thank you. Okay. Excuse me, guys. Excuse me. प्रभु किन हामीलाई सेवाकाई गर्नुहुने पास्टरलाई प्लिज प्रभु मेरो पास्टरको अवस्थालाई तपाईँले सम्हालिदिनुहोस् जय मसी जोसे भाइ ए जय मसी बासुवा के हो सरप्राइज गिफ्ट पाएँ नि मैले थोरै भेटी बासुवा पर्ने थिएन आएको आशिष बाँडेको नि आमेन प्रभुले तपाईँ अनि तपाईँको परिवारलाई प्रशस्त मात्रामा आशिष दिएका हुन् ल तपाईँलाई एउटा कुरा सोध्नु थियो सोधौँ भन न तपाईँले पास्टर हनकलाई अनि उहाँको परिवारलाई धेरै ख्याल गर्नुहुन्छ अनि माया पनि गर्नुहुन्छ बट आई लाइक द्याट छ नि अनु बाइबलमा पहिलो तिमोथी 5:17 पदले भन्दछ मण्डलीका असल रहित गर्ने धर्मगुरुहरू दोबार आदरका योग्य हुन्छन् पास्टर हनकले आफ्नो जीवनलाई पूर्ण रूपमा सेवाकामा समर्पण गर्नुभएको छ त्यो त तिमीलाई पनि थाहा छ नि फेरि उहाँको म प्रति ठुलो गुण छ अनु क्याम्पमा हुँदाखेरि यदि उहाँले मलाई नडराएको भएदेखि म नेपालमै कुन सडक गल्लीमा जडिया जिन्दगी बिताइरहेको हुन्थेँ यति बेरसम्म त सायद म मरिसकेको हुन्थ्यो होला अनु बिचारा पास्टर हनक है अभिषेकले पास्टरलाई कहिले पनि बुझे जस्तो लाग्दैन मलाई डोन्ट वरी अनु वी हेभ टु प्रे फर देम मलाई यस्तो लाग्छ कि एक दिन अवश्य पनि अभिषेकले आफ्नो बुवालाई अनि परिवारलाई बुझ्नेछ जय मसी जय मसी जय मसी जय मसी भाइ के छ अनि भर्खर आएको
यसो बाथरुम युज गरे पछाडि तपाईँको विश्वासीलाई बाथरुम सफा गरेर जानुपर्छ भनेर भन्नुपर्छ नि। बाथरुम हेर्नु भएको छ कस्तो मैला छ। घरमा आएको पाहुनालाई यसो गर उसो गर भन्न मिल्दैन बाबु। यति पनि सहन सकेनौ भने प्रभुको प्रेमको अर्थ नै के रहेर? तेरो बुवाले क्याम्पमा सेवाकाई गरेको देखेको थिइस् भने तैँले हातेमालो गरेर बुवाको सेवाकाईमा साथ दिन्थिस् छोरा। कहिले सम्हालेको जाति भनेको छ, कहिले भुटनिस नेपाली भनेको छ। खाली त्यही मलाई त्यतिकै पनि यो नेपाली भुटनिस नेपाली छ नि, यो शब्द सुन्दै मलाई इरिटेट लाग्छ। बुझ्नुभयो नि? यति सानो कुरामा यत्रो रियाक्ट गर्नुपर्छ तैँले? तपाईँले यस्तो लाइफ इन्जोय गर्नु सक्नुहुन्छ होला, बट आई क्यान। तपाईँहरू एडजस्ट गर्नु सक्नुहुन्छ भन्दै मात्रामा मलाई जबरजस्ती नघुसार्नुहोस्। कहिलेका त लाग्छ तपाईँ मेन्टल डिसअर्डर हो कि भनेर। अभिषेक, बाबुसँग यसरी मुख लाग्छस्? टाउको दुख्यो के रिङाटा लाग्यो? एकचोटि कल लगाउन त्यसलाई। आउँछ हौ बाबा, कति बेकारमा फिक्री गर्नुहुन्छ। आउँछ त, काहीँ जाँदैन। होइन, आउँछ। एकचोटि कल लगाउँदा त हुन्छ नि, के हुन्छ र? लगाएर नि एकचोटि। औषधि खाउँ ल, अनि गरौँला फोन। बेकारमा फिक्री गर्नुहुन्छ। औषधि लिनुहोस्। के भएको? डाइरेक्ट भोइसमेलमा जान्छ। खोज्न जानुपर्छ कि बा? रिसले होला हौ बाबा। आउँछ, फिक्री गर्नु पर्दैन। बाबा राति नै उठेर आएर प्रार्थना गर्न बस्नु भएछ। ल म चिया बनाउँछु, आमेन गर्नु। बाबा आउँछ आज दिनभरिमा। अभिषेक आउँछ, रातभरि पनि सुत्नु छैन। सुत्नु भयो कि क्या हो? बाबा 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 के भयो बाबा? अभिषेक के भयो बाबालाई? बाबा
पुस्तौसम्मकै नाता हो परमेश्वरको हत्केलामा सम्हालेको जाति हामी हो परमेश्वरको हत्केलामा सम्हालेको जाति हामी हो तेरो बाबाले छोडेर जानुभयो आउनुहोस् हामी जतिजना यहाँ उपस्थित छौँ आज पास्टर मनोजलाई अन्तिम समयमा श्रद्धाञ्जली दिँदै बिलापको स्वर उचाल्यो यसले कति जीवनहरूलाई गन्तव्यमा पुर्यायो होला कतिलाई जिउनको निम्ति साथ दिएको छ र कति परिवारहरूलाई यसले बोकेर हिँड्यो होला हुँदाहुँदै आजसम्म पनि यसले कर्तव्य पुरा गर्नलाई बिर्सेको छैन जाने होइन त त्यसो नगर्नु दाइ 4000 2 वर्ष अगाडि आउँदा त्यत्रो थिएन त नि 2 वर्ष अघि त आएको म हेलो म पनि भाङमारीकै हो सामान मिलाउनुहोस् पैसा मिलाउँला ए हजुर ल राखौ आउनु लु सामान राख्नु लु जम्मा आनन्दले यहाँको मकै नखाइकन त कसरी जानु हो खै 3टा मकै दिनु त दिदी बसौ मकै चाहिँ अलिकति होशियार भएर खानु होला है अस्ति एकजना दाइलाई एयरपोर्टबाट ल्याएको यहाँको मकै नखाइकन त कसरी जानु भन यहाँ पोलेको मकै फटाफट 3 गोका ग्राम ग्राम टोक्यो लजम भनेर हामी सबै गाडीमा पस्यौँ बुढा आउँदैन त अनि के भएछ भनेर यसो हेरेको यतातिर वरिपरि घुमघुम्ती खोजेर बसेर छ के खोजेको दाइ भनेको अघि डढेको मकै भनेर थुकेको दाँत गएछ भनेर खो
खोजे गरे। अहिले पनि मलाई त्यो दाइले फोन गरेर ए भाइ तिमी त यताउता हिँडिरहन्छौ, त्यहाँ मेरो दाँत भेट्यो भने पठाइदियो ल भन्छ। अर्को खाने होइन एउटा खाऊ न। ल म दिउँ? ए ल कति भयो दि? ए हो होइन हुन्छ होइन हुन्छ राख्नुहोस् हुन्छ। अनि तपाईँहरूलाई यो बाङ्गे बजारको कतिको याद आउँछ? यादको के कुरा गर्ने हो त, यहाँ पुरै गाडी हलेर यहाँ मान्छे बाङ्गेला जस्तो भइसक्यो। यहाँ त सोझो मान्छे आए पनि टन्न खाएर बाङ्गो टेक्दै हिँड्ने बजार हो नि त। अनि उता अमेरिकामा पनि यस्तो बाङ्गो बजार छ? गुड क्वेसन। अङ्कल बाङ्गे भनेको के हो? बाङ्गे भनेको नि भाइ यो हाम्रो पहिले यसो सागसब्जी किन्ने ठाउँ हो, लाइक यो ग्रोसरी के। दाइ वानमा रोक्नु ल। तपाईँहरूलाई यो ठाउँ याद छ? पर लस्कारै छाप्राहरू थियो नि, मेरो पनि मिल्ने साथीहरू भित्र थिए। उनीहरू जस्तो अवस्थामा भए पनि साह्रै मिल्ने साथीहरू थिए। यो ग्राउन्डमा यति धेरै फुटबल खेल्थ्यो कि खतरा कार्यक्रमहरू हुन्थ्यो। अहिले त यी रुखहरू मजाले सुतिरहेछन्, सब सुनसान भयो। हो नि दाइ, त्यही पुरानो यादहरूले गर्दाखेरि त हो यहाँसम्म डोरेर ल्याउँछ। अरे भाइ साह्रै टोलायो त, पहिलोचोटि आएको हो र? हजुर सर, तपाईँले ठिक भन्नुभयो। मेरो चाइल्डहुडलाई मैले फिल गरिरहेको छु। ओहो टाइम बितिसक्यो, हामी जानुपर्छ, जाउँ। अभिषेक जाउँ। ल तपाईँहरूसँग भेटेर खुसी लाग्यो। रमाइलो हुनुहुँदो रहेछ दाइ। कहिलेकाहीँ गाडी चाहियो भने यो नम्बरमा फोन गर्नुहोस्, जतिखेर पनि आउँछु म। हवस् दाइ, हुन्छ नि। थ्याङ्क यू दाइ। हस् राख्नुहोस् ल, चिया पिउनुहोस्। हस् थ्याङ्क यू। मेनका दी नमस्ते, के कस्तो हुनुहुन्छ? नररी भाइ बस्नु न, अहिले आउँदै गर्नु भएको? हजुर हो नि दिदी। खत्रो मोटाउनु भएको। मोटाउनु त कहाँ, तपाईँ पनि पछि पर्नु भएछ त। बस्नु न बस्नु। हस् दिदी। अनि यो बाबु चाहिँ को हो नि? ए ऊ चाहिँ पास्टर हनुक चिन्नुहुन्छ? यहाँ माथि हुनुहुन्थ्यो नि। ए चिन्छु। यहाँबाट जाने बेला त्यस्तै 5-6 वर्षको जस्तो थियो। उहाँकै छोरा त हो नि, अभिषेक। कत्रो भइसक्नु भएछ अनि? हो नि, यहाँबाट जाँदा त्यस्तै 5-6 वर्षको थियो। हो नि। अनि दिदी तपाईँ के कस्तो हुनुहुन्छ? के कस्तो हुनु र भाइ, तपाईँहरू त अस्ट्रेलिया अमेरिका सबै पुगिहाल्नु भयो। अब के गर्नु, आफू त यही धुलो खाँदै बस्दै अहिलेसम्म यही हो। ओइ मेनुका, खै एउटा चुरोटले त। ला मेरो कठाहरू चिर्खाएको छ, एक-एकवटा भुन्टे बिहोर दे त। माग्नु पर्दैन, हात लाएर तेरो आफै। ला ओ सोल्टी, पहिलोचोटि देखियो त यहाँलाई? हजुर, अमेरिकाबाट आएको। अनि घुम्न आएको भन्छौ, यसो फोटोसोटो खिच्ने क्यामेरा स्यामेरा छैन? तर किन क्यामेरा चाहियो, तेरो फोटो खिच्नु छ र? भिलेन जस्तो लाग्छ, हिरो हो नि त म, खिच्नु परेन? उहाँहरू भुट्टी झुनुहुन्छ, यहीँ बसेर जानुभएको।
अमेरिकाबाट आफन्त भेट्न आउनुभएको। त बढी गफ नगर, कति पैसा भयो भन्? तेरो जम्मा अस्तिकोसँग गरी 5,000 भयो। 5,000? ल 500 रुपियाँ। यो 500ले हुन्छ? अरू यो सोल्टीले दिन्छ। मसँग छैन पैसा। अनि अमेरिकाबाट हिँडेर आएको त? होइन, तैँले खाएको चाहिँ उनीहरूले किन तिर्नुपर्ने? ओइ त चुप लाग न, तेरो पैसा आयो भएन, यसले तिरेन भने त कुरा अर्कै हुन्छ नि। ए सोल्टी, 1 महिनाको लागि घुम्न आएको रहेछौ, 2 दिनमै फेरि फर्केलाउ नि। अनि काललाई अमेरिका नजाने? आफ्नो त त्यति नोडी ल्यायो। अमेरिका अमेरिकाको मेरो डेट आइसकेको छ। म अमेरिका गएँ भने नि तँलाई यहीँ अमेरिका बनाइदिन्छु। यस्तै खाने हो? यसको त कुरा छोड्दैन, तँलाई यसको पोखरीमा पौडी खेलाइदिन्छु म जिन्दगीमा नि भाइ। ए जिन्दगी? आज मेरो बर्थडे हो नि। हो तेरो? ह्याप्पी बर्थडे भनौँ न। ह्याप्पी बर्थडे। स्याबास। लुहिन अर्को ठाउँ साउनी, मेरो डेट आइसकेको छ अमेरिकाको। अमेरिका पुगेपछि पैसा चाहिँ हिँड हिँड हिँड। छोड्दे। तपाईँको नाम त धेरै फन्नी पो रहेछ। के नरहरी? उहाँ नरहरी भनिरहन्छ यार। अभिषेक एकछिन एकछिन। ओइ बिर्खे होइन? चिन्यौ मलाई? नरहरी ठिकै छ। आज मेरो ह्याप्पी बर्थडे, पैसा आज यसको ह्याप्पी बर्थडे हो। देऊ भाइ देऊ। हे तेरिका नगर न, पछि भेट्ने। आज त दरो खाने हो। Uncle, who is this funny person? अभिषेक, they are my friend. यदि तिम्रो बाबाले मलाई प्रभुमा नडोर्याउनु भएको भए म पनि आज यिनीहरूसँगै यही ठाउँमा हुने थिएँ। एनिवे, पास्ट इज पास्ट, लेट्स गो। ए त्यसकोमा बस्ने होइन, मेरो अर्को साथीकोमा बस्ने। त्यो चाहिँ रिक्सा छ नि फेरि। ए आइपुगे। ओइ जोसेफ, आइपुगिस्? ल वेलकम टु नेपाल यार। आइपुग्यो नि। ठिक छ, तर तेरो नि यो ढिलो गर्ने बानी चाहिँ अझैसम्म गएकै रहेन रहेछ के। ढिलो गर्नाले जीवनमा कति ठुलो हानि हुन्छ भन्ने कुराहरू पास्टर हनकले तँलाई कति भनेको त? अहिलेसम्म उस्तै रहेछ यो त। अब के बाटोमै गफ गर्ने हो कि घर पनि जाने हो? हिँडेन ल हिँडेन। आउनुहोस् भाइ। तैँले अस्ति फोनमा पास्टर हनकको छोरा अभिषेक लिएर आउँछु भन्दा मैले पनि सोचिरहेको थिएँ कत्रो चाहिँ भयो होला भन् ठानेको थिएँ। आज देख्दा म आफै छक्क परेँ यार। लीलाले त झन् आज ठम्याउनै नसक्ने भयो नि। ए अभिषेक अभिषेक बिस्तारै चिप्लिन्छ है। ल ल बिस्तारै आऊ है बिस्तारै। यस्तै छ है, अब यस्तै छ है बिस्तारै। लीला हेर त को आएको छ? जोसे भाइ होइन? जयमसी है भाइ? जयमसी भाउजू, जयमसी। हन एक्कासी पो आउनु भएछ भाइ त। यत्रो वर्ष बसेको ठाउँ तपाईँहरूको याद आयो भाउजू। आइज बसेर गफ गरौँ। भाउजू त जस्तोको तस्तै छ त अन्त। भाइ यतै बस्नु है। अनि भाइ त मोटाउनु भएछ त अनि? भाउजू खाना यो खालको जान्छ, कन्ट्रोलै हुँदैन। यो पहिलादेखि यस्तै हो। अनि बहिनी त उता सन्चै हुनुहुन्छ होला नि भाइ? सन्चै छ भाउजू, एकदम ठिक छ। तपाईँलाई सम्झ्या छ भन्दै। ए हुन्छ हुन्छ, मेरो पनि सम्झना सुनाइदिनु है त। तिमी गएर पानी लिएर जाऊ। ओए के गर्दैछस् आजभोलि? उही त हो नि, बस्नलाई अलिकति यो भिटा बस्न लायकको बनाए। अरू त खासै प्रगति गर्न सकिएन यार। अहिले यही छ रेख्तेको लागि पास्टर हनुकले जिम्मा दिनुभएको छ। के गर्छस् मङ्गलले आफ्नै ढङ्गले भनेको यही होइन?
तँलाई पास्टर हनकले कति धेरै सम्झायो होइन भन् त सेवामा हिँड प्रभुमा अगाडि बढ भनेर भनेको थियो होइन तपाईँको दाजु भनेको मान्नु पर्यो नि भाइ ताल पर्यो भने अहिले पनि गाउँमा मान्छे कुट्नु हिँड्नुहुन्छ यो अझै यस्तै छ नि घरिघरि मलाई पनि दिक्क लाग्छ घर छोडेर कहीँ बाहिर जानु भयो कि अघि झगडा गरेर आउनुहुन्छ नगरौ ओइ अब त सुध्रिन हौ छोड न यार त्यो लागेको कुराहरु बानी छोड कहाँ सुध्रिने हो लु भयो साथीहरु आउनु भएको छ तिमी खानाको तयारी गर्न जाऊ साँच्चै तिमीहरुकोबाट त्यो क्यानाडा र अस्ट्रेलिया चाहिँ कति टाढा छ हौ क्यानाडा त गाडीमै पुगिन्छ कि एकै दिनमा है अस्ट्रेलिया त यहाँ आएको जस्तै हो नि प्लेनै चढ्नु पर्छ के गर्नु भाइ हामीलाई पनि अमेरिका त कति जानु मन थियो नि अहिले अमेरिका पुगेको भए हाम्रो छोरा पनि कति राम्रो राम्रो स्कुलमा पढ्नु पाउँथ्यो होला नि अब के गर्नु नि यस्तै भयो साँच्चै अघिदेखि सोध्न मन परिरहेको थियो मलाई उहाँ बाबु चाहिँ को हो नि मैले भनेकै हो नि तिमी छक्क पर्छौ भनेर उहाँ त पास्टर हनकको छोरा पास्टर हनकको छोरा अभिषेक पो हो अनि सानो थियो त हेर अहिले त बढेर कति ठुलो भइसकेछ उहाँ त अनि यहाँबाट जाँदाखेरि 5-6 वर्षको त थियो नि ह्यामबर्गर स्यान्डविच यति खाइसके पछाडि अनि यस्तो लौका जस्तो त हुन्छ नानीहरु ल कुरा भनेको अब यस्तै हो खाना सेलाइसक्यो होला ल हेर्नु न कुरामा खाना पनि पो सेलाइसकेछ त ए हुन्छ नि भाउजू लु है भाइ यस्तै छ उता त मिठो मिठो खाने बानी होला अनि दाजु तपाईँ किन छोडिनु भयो क्याम्पमा घमण्ड नि हो बाबु घमण्ड अब ऊ बेला चोरे गुन्डाहरूको सपोर्ट लिएर ठेका पठाएको काम गरिन्थ्यो पैसा पनि पो राम्रो हुन्थ्यो खैरीहरूको गाउँमा नजाने भनेर फर्मसम पनि भरिएन अहिले आफ्नो परिवारहरूले दुःख पाए कस्तो काम गर्नुहुन्थ्यो यो गुन्डा थियो नि पहिले लाभा खेल्दै हिँड्थ्यो मान्छेहरूसँग अझै पनि त्यही काम गर्नुहुन्छ कहाँ बाबु मैले त छोडिसकेँ त्यही गुन्डाहरूको सङ्गत लागेर 8 महिना जेल जाकियो यसले 2 लाख रुपियाँ नपठाएको भए म त्यो जेलमै तुइन्थेँ फाइनेन्सियल म्यानेजमेन्ट कसरी गर्नुहुन्छ कसरी हुनु र बाबु अब उसको बुवा आमा क्यानाडामा हुनुहुन्छ उहाँबाट अलिअलि खर्च पठाइदिनुहुन्छ यसो कोही बेला काम पायो भने गरिहाल्छु यसरी नै चलिरहेको छ हौ जिन्दगी यहाँ बसेर ठिकै भयो क्या भाउजू बेला बेला म यहाँ आएर यसो भेटघाट गर्ने ठाउँ त भयो धेरै पसेछ नि त मछेट अड्किने रहेछ नि त अङ्कल तपाईँ त एकछिन भए नि सुत्न पाउनु भयो म त सुतेकै छैन अनि चेप्नु पर्छ नि त राम्रो सुत्नलाई त यहाँ चाहिँ ए यहाँ जस्ट बसेको छ ल मछेट बसेको छ क्या तिम्रो गालामा के गर्ने भन त मार्ने हो एकदममा मार्दिनु अङ्कल हान्ने हो त मच्छरले हानेको कि मलाई हानेको अङ्कल मच्छरले हान्यो भने हेर्नु त मच्छर अङ्कल डोन्ट मुभ तपाईँको गालामा बसिरहेको छ कहाँ मारिहाल्ने नि बदला लिएको हो कि के भने गालामा बसिरहेको मैले बदला लिएको होइन यो मच्छरले पनि कहाँ बस्नु पर्यो क्या उहाँ फोटोमा मात्र नभएर अहिले उहाँ यतै कतै हुनुहुन्छ जस्तो लाग्छ पास्टर हनकले यो मण्डलीको लागि बहुत ठुलो उपकार गर्नुभएको छ यार भाउजू धन्यवाद मेरो फेभरेट ब्ल्याक कफी लिएर आउनुभएछ लिनुहोस् न भाइ थ्याङ्क यू भाउजू अनि अभिषेक बाबु एक बिहानै कहाँ जानुभएछ है कहाँ गएको होइन के भाउजू ऊ त ओछ्यानमै लडिरहेको छन् उसको हालत पातला भएको छ आज रातभरि के भएर फेरि मच्छरले टोकी क्या नेटले काम गरेन आयो त नि सोध्नु नि उसलाई के भयो आज अभिषेक बाबु तपाईको गालामा त मच्छरले किस खाए जस्तो छ नि त ऊ यहाँ मात्रै जन्मेको मच्छरसँग राम्रो परिचय हुनु नपाइकन अमेरिका उड्नु परिहाल्यो अब आएका छन् मच्छरसँग यहाँको इन्भाइरोमेन्टसँग राम्रोसँग परिचय हुन्छ क्या उसको ए छिटो रेडी हो त बाबु आज अब यसो गाउँ घुम्नुपर्छ है त ओ मदने तेरो भाइले अमेरिकाबाट पैसा पठाएन कहिले दिन्छस् मेरो पैसा पैसा छैन भनेको मसँग
मेरो अमेरिकाको डेट आइसकेको छ। म अमेरिका गएँ भने नि यो दोकानै किनिदिन्छु। इन्चास होला, खालि ल्याङ गर्छ। हिँड छोरा, यहाँ हाम्रो इज्जतै भएन। फेरि आउँदा चाहिँ पैसा लिएर आइज नि फेरि। मेकअप घसिराख्नु पर्दैन हो, मेरो लागि त तिमी त्यसै राम्री छौ त। मुखले ठिक्क पार्नु पर्दैन के? ड्राइभरहरूको त स्टेसनै पछि तरुनी हुन्छन् भन्छन्, तिमी पनि त्यही ड्याङको मुला त हो नि। गाडी राख्ने स्टेसन त टन्नै होला कि, तर यो चाङमाको मन राख्ने स्टेसन चाहिँ तिमी बाहेक अरू छैन नि त। कुरा चाहिँ गर्न जान्ने हो क्या फटा मान्छे। ए थेते सेवा सेवा रो। अरे अरे तपाईँ त हाम्रो पास्टर हनुको छिमेकी होइन र भने? उहाँको घर खोजे छौँ। तपाईँलाई थाहा छ उहाँको घर कहाँ हो भनेर? अमेरिका त गइसक्नु भयो कि, तर उहाँको घर कहाँ थियो भनेर तपाईँलाई थाहा छ? थाहा छैन है? यता आउने कामै पर्दैन हाम्रो पनि भाइ। मलाई लाग्दै थियो। ल धन्यवाद, म फेरि आउँछु नि ल भेट्नुको लागि। ए हो यो धारा भनेपछि यति कति हुनुपर्छ उहाँको घर? हो यही धारा त हो र? ला हो यो धारा त नि केही छैन त अन्त। धारा यहाँ भनेपछि धारा यहाँ भनेपछि यताबाट चर्च त्यहाँनिर यतै कतै हुनुपर्छ है। यता कता भयो जस्तो लाग्छ। खै हो लीला, तिमी पनि सम्झ है। खै म त पुरै अलमलमा पर्यो। अभिषेक यहाँ न छिटो। अभिषेक तिम्रो घर। प्रभु धन्यवाद। Is that my house? यो मेरो घर। ए पास्टर हनुको घर। भाउजू पास्टर हनुको घर। Stop joking with me, uncle. यो मेरो घर। म जन्मेको यहाँ। बाबु तिमी जन्मेको घर हो यो। प्रभु दा मेरो बुवा आमा पनि यहीँ बस्नुहुन्थ्यो? यहीँ बसेर त सेवाका गर्नुहुन्थ्यो नि। कति खुसी लाग्दो कुरा। यहाँ देख्दैछौ नि, यही मुढा त हो नि पास्टर बाउ। यहाँ बस्नुहुन्थ्यो, बाइबल अध्ययन गर्नुहुन्थ्यो। भाउजू हेर्नु त, यो चप्पल पास्टर हनुकै हो। सुसमाचारको धेरै यात्राहरूमा घोटिएको छ। अनि यो पंखा पास्टर नि आमाले तिमीलाई हम्काएर सुताउनुहुन्थ्यो। अभिषेक आऊ, यता आऊ न। अभिषेक आऊ न। हेर यहाँबाट पानी पर्दाखेरि नि, यहाँबाट पानी पर्दाखेरि तिमी यहाँ आएर यसरी नाङ्गे यता राउतो कुद्दै नौथ्यो के? यहाँ हेर ल, तिम्रो हो यो घर। दाइ यहाँ त गाई बाँध्नु भएछ त। यहाँ तपाईँ बस्नुहुन्थ्यो कि अरू कोही बस्थ्यो? पास्टर बाबु बस्नुहुन्थ्यो। अनि उहाँहरू कता जानुभएको नि, त्यहाँदेखि उहाँहरू त युएस जानु भएको छ। अनि हामीहरू यहाँ बसेका, अनि नयाँ घर बनाएर परतिर सरे। तपाईँहरू परतिर सर्नु भएको, अनि यहाँ चाहिँ गाई बाँध्नु भएको। यो पास्टर हनकै घर हुने नि? पास्टर बाबुकै घर। हाम्रो यथार्थ यही हो अभिषेक। यस्तो अवस्थाबाट परमेश्वरले हामीमा उपकार गर्नुभयो, त्यसैले हामी सम्हालेको जाति हौँ।
अभिषेक, हामी सम्हालिएको जाति हौ। एक्सक्युज मी, के म तपाईँलाई हेल्प गर्न सक्छु? तपाईँ पनि क्या हाँस्नु भएको? उठाउनुहोस् न। मैले हेल्प गर्नु कि तपाईँले गर्नुहुन्छ? ए उठाउनुहोस् न मलाई। म तपाईँलाई हेल्प गर्न सक्दिनँ, आफ्नो काम आफै गर्नु है। बाइ द वे थ्याङ्क यू सो मच मलाई उठाउनु भएकोमा। यहाँहरू सबैजनालाई जय मसी। विशेष गरिकन आजको जवान सङ्गतिमा जतिजना पनि आउनु भएको छ यहाँहरू सबैजनालाई म स्वागत गर्न चाहन्छु। अभिषेकलाई हामी सम्पूर्ण जवानहरूको तर्फबाट स्वागत गर्न चाहन्छौँ। हामी सबैजनाले गद्दा लगाउँदै गर्दाखेरि हामी उहाँलाई स्वागत गर्नेछौँ है, ताली बजाउनेछौँ। तपाईँहरूलाई उहाँको बारेमा परिचय दिनु पर्दाखेरि उहाँ चाहिँ यसै मण्डलीका हाम्रो पास्टर अनोकको छोरालाई 2 शब्द बोलिदिनु हुनका निम्ति अनुरोध गर्दछु। सबैलाई जय मसी। विशेष गरी म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु कि उहाँले मेरो बुबा बस्नु भएको स्थानमा बस्ने मौका दिनुभयो। म त्यसको लायकको त छैन, त्यसैले म तपाईहरूको बीचमा माफी माग्न चाहन्छु। आइएम सो सरी। केही छैन अभिषेक, हामी तपाईँलाई बुझ्छौँ। आजको सङ्गति सकिसकेको छ र यहाँहरू सबैजनालाई जय मसी। आइएम सरी अभिषेकजी, हजुरको बुवा हाम्रो पास्टर बा प्रभुमा सुत्नु भएछ। हाम्रो बुवा आमाले सधैँ कुरा गरिराख्नुहुन्छ, उहाँ एकदम राम्रो पास्टर हुनुहुन्थ्यो रे। हामी त सानै थियौँ। इट्स ओके। बाइ द वे तपाईँको नाम? म सारा, सेक्टर जीमा बस्छु। म अभिषेक,
खुसी लाग्यो तपाईँलाई भेटेर। के भयो अभिषेकजी, चक्कर लाग्यो हो? हल्का डिजी भएको जस्तो फिल भयो मलाई। युथ पास्टरवाला बोलाइदिउँ? इट्स ओके सारा, इफ यु डोन्ट माइन्ड के हामी शीतल ठाउँमा जान सक्छौँ? हस्। अभिषेकजी, अलिक सन्चो हुँदैछ तपाईँलाई? हजुर, अहिले अलिक ठिक भयो, थ्याङ्क यू। बाई द वे, हामी एकअर्कालाई नामले मात्र बोलाउँदा हुँदैन? म अभिषेक, तिमी सारा? अभिषेक, हजुर, तपाईँलाई एउटा कुरा सोधौँ? भन न। तपाईँ पहिल्यै किन नेपाल नआउनुभएको? सायद त्यो बेला हजुरसँगै पास्टर बा पनि नेपाल आउनुहुन्थ्यो होला नि। नेपाल जान्छ के भयो त्यो भन् मलाई। बुवा तपाईँलाई थाहा छ त मलाई जान मन छैन। किन? मैले 1 विक मैले छुट्टी मात्र पाएँ भने म साथीसँग भ्याकेसनमा जान्छु। अभिषेक, अभिषेक के भयो? पर्खन अभिषेक, अभिषेक, अरूको बुवा आमाले त महँगो गिफ्ट दिनुहुन्छ त, तपाईँ चाहिँ बाइबल मात्र? कहिलेका त लाग्छ तपाईँ मेन्टल डिसअर्डर हो कि भनेर। I am so sorry, Baba. I'm sorry. Baba. के तपाईँले आफ्नो लागि एउटा सुस धरी किन्न सक्नु भएको छ? के तपाईँले घटिया जिन्दगी त जिरहनु भएको छैन?
गॉड थ्याङ्क यू सो मच मलाई यहाँ ल्याउनु भयो द्याट्स ओके अभिषेक म खुसी छु किनभने हामी यस ठाउँमा आउनुको उद्देश्य पुरा भएको छ अभिषेक बाबाको नाममा चर्चमा राहत वितरण कार्यक्रम राखेको छ त्यसलाई पुरा ह्यान्डल गर्नु है हो अभिषेक भोलि युवाहरू सुसमाचार प्रचारको लागि पहाडतिर जाँदैछन् तिमी पनि तयार हुनु ल निक्ले बाइबल बोकेर सुनाउने छु सुसमाचार गाउँ घुमेर निक्ले बाइबल बोकेर सुनाउने छु सुसमाचार गाउँ घुमेर सुख विलास सबै भुलेर सुख विलास सबै भुलेर हिँडे म त दर्शन बोकेर निक्ले म त बाइबल बोकेर निक्ले म त निक्ले बाइबल बोकेर सुनाउने छु सुसमाचार गाउँ घुमेर फर्कने छैन फेरि म अब संसारलाई फर्की हेरेर फर्कने छैन फेरि म अब संसारलाई फर्की हेरेर दुःख र कष्ट सहने छु अब दुःख र कष्ट सहने छु अब ख्रीष्टको प्रेमलाई फेरि सम्झेर ख्रीष्टको साँचो साक्षी बनेर ख्रीष्टको साँचो साक्षी बनेर हिँडे म त दर्शन बोकेर निक्ले म त बाइबल बोकेर निक्ले म त निक्ले बाइबल बोकेर सुनाउने छु सुसमाचार गाउँ घुमेर छर्ने छु वचन
आँसु यो झर्दै कट्ने गर्ने छु आनन्द गीत गाउँदै छर्ने छु वचन आँसु यो झर्दै कट्ने गर्ने छु आनन्द गीत गाउँदै बोक्ने छु क्रुस साँघुरो बाटोमा बोक्ने छु क्रुस साँघुरो बाटोमा पाउने छु आशिष स्वर्ग राज्यमा क्रुसको झण्डा काँधमा बोकेर क्रुसको झण्डा काँधमा बोकेर हिँडे म त दर्शन बोकेर निक्ले म त बाइबल बोकेर निक्ले म त निक्ले बाइबल बोकेर सुनाउने छु सुसमाचार गाउँ घुमेर सुनाउने छु सुसमाचार गाउँ घुमेर के हो साउनी हिजो कोसँग बाइकमा च्याप्प समातेर ओह्रालो जाँदै थियो त कोसँग टाँसेको देख्यौ हौ ड्राइभरको आँखा हो चारैतिर ध्यान हुन्छ यही माथि तिमी त मेरो विशेष नजरको मान्छे हो यो लोग्ने मान्छेहरू आफ्नो घरमा स्वास्नी हुँदा हुँदै अर्काको चियो चर्चो गर्ने नचाहिँदो तिम्रो प्यासेन्जर आइसक्यो जाऊ को आउँछ त बौलाएर ओइ यो त त्यही शरणार्थी होइन हाम्रो लागि 5,000 तिर्न नसक्ने यहाँ त लाखौँको सामान बाँडिरहेको छ त अझ यो सामान उठाउनु पर्छ अभिषेक ने अभिषेक उता छ तलाई 2 दिन त होइन आज तलमा माथि पठाउँछु माथि मैले जे गर्न चाहेको थिइनँ तैँले त्यही गर्न बाध्य बनाइस् Please, uncle, please. Control yourself. Hey! Hey!
सरी दाइ गुरु यो त मर्नु लाग्यो भागौ गुरु भागौ भाइ उठा 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 बाबु बाबु छोरा अभिषेक के भयो तिमीलाई डाक्टर डाक्टर अभिषेक के भयो अभिषेक के भयो नातिनुस् नर्स उसको बिपी चेक गरेर मलाई बताउनुस् है नानी नातिनुस् राम्रो हुन्छ ल पास्टरमा म पुग्न आँटे है टेन्सन नलिनुहोस् म आइपुगेँ यहाँ छ भाइ यहाँ अभिषेक भाइसँग बोल्नुहोस् त बाबु आमा अभिषेक हजुर के भयो तँलाई आमा त्यस्तो केही पनि भएको होइन केही भएको छैन आमा सानो चोट मात्र लागेको छिटो गर आइज बाबु आफ्नो ख्याल गर है नरुनुहोस् न आमा मलाई केही पनि भएको छैन यो के भएको होला बरु मलाई प्रार्थनामा याद गरिदिनुहोस् प्रभु हाम्रो साथमा हुनुहुन्छ नानी आफ्नो ख्याल गर म छिटै आउनेछु आमा छिट्टै गर आइज है बाबु हुन्छ आमा जोसेफ अङ्कलसँग बोल्नुहोस् न पास्टर न्यामा टेन्सन नलिनुहोस् उपचार राम्रै हुँदैछ यहाँ बुवा कसलाई खोज्नु भएको होला बाबु मेरो एउटै छोरा हो माफ गरिदिनु एकचोटिलाई माफ गरिदिनु बुढेसकालको छोरो त्यही एउटा सहारा थियो आज त्यो पनि जेलमा परेपछि म कसको आशामा बाँच्नु भोलि जिल्ला लाने भएको छ एकचोटिलाई माफ गरिदिनु को हो तपाईँको छोरा रामे के गर्नु त्यसले फटाइ गरिहाल्यो लौ न त्यति सहयोग गरिदिनु पर्यो अभिषेक के भन्छौ तिमी बुवा म बुझ्छु एउटा बाउको हृदय नसुर्ताउनुहोस् पास्टर दाई गएर उहाँको छोरालाई छुट्याइदिनु न है धन्य छ यहाँलाई सुनाउनु छ वचन त्यो ठाउँमा सुनाउनु छ वचन त्यो ठाउँमा छम्म 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 जाले हालेन येशूको माया जालमा सबलाई पाएन येशूको माया जालमा सबलाई पाएन छम्म 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 जाले हालेन येशूको माया जालमा सबलाई पाएन येशूको माया जालमा सबलाई पाएन
सबै गाउँमा कोही त जाऊ सन्देश सुनाऊ यसको नावैमा ए छम्म 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 जाले हान्न यसको माया जान सबले पार्न छम्म 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 जाले हान्न यसको माया जान सबले पार्न यसको माया जान सबले पार्न लहमा लहा कोदोको बाला झुलेको पाखैमा कोहर देशी कोहो विदेशी यसको आँखैमा छम्म 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 जाले हान्न यसको माया जान सबले पार्न छम्म 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 जाले हान्न यसको माया जान सबले पार्न यसको माया जान सबले पार्न सारा तिम्रो लागि केही नभए पनि मेरो हातले बुनेको सानो छिनो सानो होइन सारा मेरो लागि ठुलो कुरा हो यो मसँग त त्यस्तो इम्पोर्टेन्ट चिज त केही छैन अभिषेक यो घडी हेरेर मैले तपाईलाई सम्झिने कि बिर्सिने सारा समय हाम्रो अधीनमा छैन सिर्फ प्रार्थनामा याद गर्दैनौँ है बाई
प्रिय ख्रिस्टीय जनहरू, आज यो बृहत सम्मेलनमा प्रभु यस्तो एउटा व्यक्तिलाई खोज्दै हुनुहुन्छ जसले यो पुस्तालाई प्रभुमा डोर्याउन चाहनुहुन्छ। के तपाईँहरू मध्ये कोही यस्तो व्यक्ति हुनुहुन्छ जसमा यो बोध छ? हुनुहुन्छ भने आउन सक्नुहुन्छ अगाडि। आदरणीय उपस्थित पास्टर बुवा र अगुवाजन र मेरो प्यारो मित्र मातापिता, यहाँहरू सबैलाई न्यानो अभिवादन। जय मसीह। हामी भुटानी मुलुकको नेपाली जाति ठुलो अगाध भएर देश निकालिएको यो सत्य कथा र व्यथा, तर परमेश्वरको कृपालु हात हाम्रो जातिहरूमा परेको हुँदा आज हामी यहाँ सम्हालेर विश्वको विभिन्न देशमा छौँ। बुवा आमाले काखमा चेपी बिहानको रिमरिमे उज्यालोमा ज्यान जोगाउन भनी आफ्नो देश छाडी आउनु भएको अरे। हाम्रो त्यो सुन्दर गाउँ चिराङ घाम अस्ताएर साँझ हुँदा मेची पुललाई पार गरी नेपाल भित्रिसकेको थियौँ भन्छन् मेरी प्यारी आमा। अनि धेरै महिना खोलाको बगरमा भोक, तिर्खा, बिरामी अनि लाचारको जिन्दगी, गरिबी, दुःख, कष्ट जिएको कथा सुनाउँछन् हाम्रो सन्तवीर काका। पछि नेपालको विभिन्न शरणार्थी शिविरहरूमा 2 दशकभन्दा बढी छाप्रोको जिन्दगी जिएको कथाहरू सुनाउनुहुन्थ्यो मेरो बुवाले। यो सबै कुराहरू सुनेर पनि मैले बुझ्न सकिनँ। जब म अमेरिका आएँ, म यहाँकै रहनसहनमा हुर्किन थालेँ। स्कुलमा साथीभाइको प्रभावले मेरो बोलीचाली यहाँको जस्तै हुन थाल्यो। समय बित्दै गयो, म बढ्दै गएँ। मेरो बोलीचाली, रहनसहन सबै परिवर्तन भयो। बुवा आमा जहिले पनि सेवा सङ्गतिमा व्यस्त भएको कारणले व्यर्थैमा समय फ्यालेको जस्तो लाग्थ्यो। सेवापछि घरभरि फोहोर मैला देख्दा साह्रै रिस उठ्थ्यो। म भने अमेरिकामा राम्रो गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ, राम्रो गाडी चलाउनु पर्छ, राम्रो घर जोड्नुपर्छ, सुन्दर भविष्य बनाउनु पर्छ, राम्रो सोच बोकेर हिँड्नुपर्छ भन्ने मेरो इच्छा थियो। परमेश्वरसँग राम्रो सम्बन्ध बनाउन एक दिन आइतबार चर्च जाँदा पुग्छ भन्ने मेरो सोच थियो। अनि यसरी नै मैले मेरो जीवन जिरहेको थिएँ। 14 वर्षपछि फेरि म नेपालको बेलडाङ्गी क्याम्पमा जाने मौका पाएँ, जहाँ मेरो बुवा आमाले 22 वर्षसम्म शरणार्थी जीवन बिताउनु भएको थियो। चित्राले बुनेको झुपाडीको घर, सङ्लो पानीको अभाव, भोक तिर्खा, दिनभरि उड्ने बेसरी धुलो, रातभर गर्मीको आपत, मच्छरको आक्रमणले केही दिन बस्न पनि गाह्रो भयो। अनि मैले अनुभव गरेँ कि मेरो बुवा आमाले कति दुःख, कष्ट र वेदनाको जिन्दगी जिउनु भएको रहेछ भनेर। देश हुँदा हुँदै पनि देश बिनाको मान्छे भएर 22 वर्षको शरणार्थी जीवन जिएर उनै परमेश्वरको विश्वास र अनुग्रहमा जीवन सुम्पिए। यसरी आज आएर मैले बुझेँ कि परमेश्वरले हामीलाई सम्हालिएको जाति संसारभरि फैलाउनु भयो। म जस्तो व्यक्तिलाई आफ्नो अङ्गालोमा बाँधी उहाँकै सेवाकाई गर्न मलाई नियुक्त गर्नुभयो। त्यसैले आज
म परमेश्वरलाई धन्यवाद दिन्छु। उहाँको अनुग्रहमा यो सम्हालिएको जातिलाई सेवा पुर्याउन यो जीवन समर्पण गर्दछु। हुन्छ, धन्यवाद। जय मसीह। जोडिएको सम्बन्ध यो पुस्तौसम्मकै नाता हो। परमेश्वरको हत्केलामा सम्हालेको जाति हामी हो। परमेश्वरको हत्केलामा सम्हालेको जाति हामी हो। जोडिएको सम्बन्ध यो पुस्तौसम्मकै नाता हो। जोडिएको सम्बन्ध यो पुस्तौसम्मकै नाता हो। परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो। परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो। थोरै चाहिँ हजारौं भो, दुर्बल चाहिँ बलियो हुने भो। ओ सम्हालेको जाति हामी हो। हाम्रो भोकलाई मेट्नु भो, मन हामीलाई झार्नु भो, हाम्रो भोकलाई मेट्नु भो। अन्धकारमा हरायो राको भई बाटो देखायो। अन्धकारमा हरायो राको भई बाटो देखायो। चट्टानलाई फुटाएर
हाम्रो प्यासलाई मेटाइदिनु भो चट्टानलाई फुटाएर हाम्रो प्यासलाई मेटाइदिनु भो थोरै चाहिँ हजारौं भो दुर्बल चाहिँ बलियो हुने भो ओ सम्हालेको जाति हामी हो वर्षको यात्रा थियो हाम्रो वर्षको यात्रा थियो हाम्रो समुद्रलाई छिर्नु हो बन्दरका खोल्नु हो समुद्रलाई छिर्नु हो बन्दरका खोल्नु हो नाप्नै नसकिने तौल्न पनि नमिल्ने नाप्नै नसकिने तौल्न पनि नमिल्ने माया यो जातिलाई गर्नुभयो खडेरीमा बादल झार्नुभयो माया यो जातिलाई गर्नुभयो खडेरीमा बादल झार्नुभयो जोडिएको सम्बन्ध पुस्तौसम्मकै नता हो जोडिएको सम्बन्ध पुस्तौसम्मकै नता हो परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो परमेश्वरको हत्केलामा सम्हालिएको जाति हामी हो थोरै चाहिँ हजारौं भो दुर्बल चाहिँ बलियो हुने भो ओ सम्हालेको जाति हामी हो